केमा हाल्छु फेरि खै के भयो आकाश सिसाएको हो कि बादल उठेको कुन्नी कठै साउन्ड सकिन लागिसक्यो अझै नि पानी पर्ने छाड छैन कठै पानी नपरे रोपाइ नि कसरी गर्ने हो कठै रोपाइ नभई वर्षभरि के खानु कठै छोराछोरीलाई के गरी पाल्नु कसरी पढाउनु खोइ त आकाशमा बादल मेरो बेसु नै छैन त होइन हामीले यस्तो चिन्ता मात्र लिएर त के हुन्छ र पानी पर्ने होइन केही उपाय लगाउनै पर्यो नि ठुल्बा खै अब मेरो बुद्धि नचलेको कि लौ न सबैजना मिली एउटा उपाय खोजौँ मसँग एउटा उपाय छ के उपाय कस्तो उपाय भन कि नभन भन न भन भनिहाल भ्यागुताको जोडी बाँधिने मनलाई भ्यागुताको बिहे गरिदिने नचाहिने कुरा नगर न हो भ्यागुताको बिहा गरेर नि पानी पर्छ र जोडी भ्यागुताले बादल लाग्छ अरे के हाम्रो पुर्खाले पनि यस्तै गर्थे हामीले गर्दा चाहिँ के हुने हो र त्यही त चलिआएकै चलन हो हामी पनि गरेर हेरौँ न के हुन्छ लौ भ्यागुताको बिहेर पानी पर्ने भए कुकुर सुकुर कुखुरा सुक्रा सर्पलर पनि बिहोरिदिउँ न कि कसो ठुल्बा सर्प चाहिँ तसम्म ल्याउँछस् त्यस्तो नहुनु न ठुल्बा बरु भ्यागुताकै जोडी बाँधिदिउँ अरूसँग नि केही उपाय छ कि हुन त बाबुबाजेले नि यस्तै गर्ने गर्थे प्रकोपको बेला प्रकृतिलाई नै पुकार्ने गरेको हो लौ भ्यागुताको बिहेको लागि तयारी सुरु गरौँ गाउँले साह्रो गाह्रो के पो पर्छ गाउँलाई खडेरी मुक्त बनाउनको लागि भोलि भ्यागुताको बिहे गर्ने निर्णय भएको छ है सही रीति मिलाउँदै भ्यागुताको बिहेको सही तयारी सुरु गरौँ है म भ्यागुताको लागि लुगा सिलाइदिन्छु अनि म भ्यागुताको लागि घर बनाइदिन्छु हामी भ्यागुताको लागि बेको लागि भोजको जिम्मा लिन्छौँ अनि भ्यागुता खोज्ने काम चाहिँ कसको भ्यागुता खोज्ने जिम्मा हामी लिन्छौँ ठुल्बा भ्यागुताको बिहे त गरिदिने भन्यो तर भ्यागुताको बिहे गरेर के पानी पर्ला त खोइ अब बिहे गर्ने त भइसक्यो बरु हिँडौँ भ्यागुतासम्म त ए जाउँ भ्यागुताको लागि लुगा सिलायो रातभरि लगाएर सिलायो भ्यागुतालाई पक्कै चिटिकै देख्छ भ्यागुताको लागि घर पनि बनाइदियो पक्कै एउटा राम्ररी बस्न पाउने हुनेछ होला ल है मेरो क्या राम्रो चिटिक्क परेर घर हेर्नु होला त अनि 12 महिना बिहे होला त त्यही भएर मैले भ्यागुताको जोडीको लागि सुन्दर मालाउने लिएर आउँछु हामीले त मिठो मिठो भोज तयार पारेकाले ये पुलाउ रे पुलाउ मिठो मिठो मासु गुलियो गुलियो रसभरी खाली पेटले हामीले पनि भ्यागुता समातेर ल्याए तिम्रो नाम के हो मेरो नाम तिम्रो नाम कमली भए मेरो नाम कमल भ्यागुताको बिहेको सबै तयारी सकिए है भोलि भ्यागुताको बिहे सबलाई सरिक हुन निमन्त्रणा छ है
लौ अब भ्यागुताको बिहेको नि तयारी सकिहाल्यो, बिहे पनि गरिहाल्यो, फेरि पानी परेन भने मैले जानेछु। पर्छ के पर्छ, कति चिन्ता गरेको। हेर माइला, तिमीहरूले भनेर मात्र हो, मलाई त अझै पनि विश्वासै लागेको छैन। परेन भने परेन, के को ट्यास ट्यास हो र? हाम्रो रोहले पनि त भ्यागुताको बिहे गरिदिनु लाग्यो होइन के हो? ठुलो बाउले हुनुहुन्छ है। यसको गल्ती हो, गाउँको काम त सबै मिली पो गर्नु पर्यो नि। आश त मान्नु भएन, सास हुन्जेल आश हुन्छ भन्छन्। लौ भ्यागुताको बिहे सुरु गरौ। टुडे भ्यागुतालाई वाण ल्याइदिनु होला, भ्यागुताहरूको चिटिक्क परेको लुगा लगाइदिनु होला। ब्युटिफुल देखेको छ, ह्यान्डसम देखेको छ, किन लजाएको? ल है भ्यागुता र भ्यागुती नि ह्यान्डसम ब्युटिफुल देख्यो। अब उहाँहरूको हात हातमा माला राखिदिनु होला। एकले अर्कोलाई माला लगाइदिनु होला। रोबा बिहे त सकियो, धमधम पानी पार्नु भने भन्नु पर्ला। लौ अब भ्यागुताहरूलाई बधाई छ, सुख शान्तिको जीवन कामना गर्दछु। बधाई र शुभकामना त भइहाल्यो ठुल्बा, भोज पनि बिस्तारै खाउँला। अब पानी पर्ने कुरा गरौँ न कि कसो? ए म त धन्नै बिर्सेको। मेरा प्रिय भ्यागुताहरू, अब पानी पार्नलाई बादललाई पुकारी एउटा आह्वान सुरु गर। हे बादल, हे बादल, समुद्रमा छौ कि समुद्रमा छौ कि हिमालमा हौ कि हिमालमा हौ कि लुकेको पो छौ कि लुकेको पो छौ कि रिसाएको पो हौ कि रिसाएको पो हौ कि सिम 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 दर 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 पानी पारिदेऊ न, पानी पारिदेऊ न, यी बाँझो खेतमा यी बाँझो खेतमा जीवन भरिदेऊ न। जीवन भरिदेऊ न। लौ गाउँले हो, आज पानी पर्ला जस्तो त छैन। अब भोलिसम्म कुरौँ। भोलि पनि पानी परेन भने मैले जानेछु। भोलि पनि पानी परेन भने मैले जानेछु। ल जाउँ है, जाउँ। भ्यागुताको बिहे त धुमधामले भयो है। बिहे त धुमधामले भयो, पानी चाहिँ धुमधामले पर्ला कि नपर्ला? चिन्ता नल्याउ न सानो भया, ठुल्बाले भने जस्तो आश त मार्नु भएन नि। त्यो त हो, पानी परेन भने त के हो के हो? भ्यागुताको बिजो अब त्यो छोड्दै अहिले जा। मानेन, यो सच हुन्छ। चस्मा लाउँछौ? होइन अर्को मैले तिमीलाई रोजेको, तिमीले कसलाई खोजेको, कालो चस्मा लाउ भन्छ, पिरती लाउन आउ भन्छ। मैले तिमीलाई रोजेको, तिमीले कसलाई खोजेको। आज त पानी पर्ला जस्तो छैन, गाउँलेहरूले त मार्ने भयो। पानी पर्छ भन्ने कुरामा विश्वासै छैन। तर गाउँलेहरूलाई त त्यसमै विश्वास छ नि। आऊ बरु फेरि एकपल्ट आकाशलाई पुकारौँ।
हे बादल समुद्रमा छौ कि हिमालमा हौ कि लुकेको पो छौ कि रिसाएको पो हौ कि सिम 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 दर 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 पानी पारिदेऊ न यी बालो खेतमा जीवन भरिदेऊ न। तिमीहरू यहाँबाट भागिहाल, गाउँलेहरू यति लट्ठी लिएर आउँदैछन्। किन भाग्नु हामी? तिमीहरूले जे भने हामी त्यही गर्नुपर्ने, भाग्दैनौँ हामी। कस्तो कुरा नबुझेको के गाउँलेहरूले यसमा जे नै गर्न सक्छ। उतादेखि जाने हो क्या हामी यहाँदेखि मिल्दैन, त्यहाँदेखि जाने हो नि त, त्यहाँ उताको पनि त्यही थोपट्टि खाएर। त्यही त भने कस्तो कुरा नबुझेको। हामीले सबै राम्ररी बुझेछौँ, यत्तिकै हाम्रो बिहे गरिदिएर। त्यही त यत्तिकै हाम्रो बिहे गरिदिएर हे कस्तो कुरा खिचेर उनीहरू त्यो ल जाउँ। खै कहाँ गयो नि लुच्चा भ्यागुचाहरू? खै त पानी परेन त। कति लुच्चा भएको तारको गुच्छा बनाइदिन्छु। खै पानी त परेन त। पानी पार्दिन भने पो बिहे गरिदिएको त। खै पानी त परेन त। कस्तो नरेछौ ठुल्बा? पानी पार्दिन भनेर पो बिहे गरिदिएको त। पानी नपरे बालबालिकालाई कसरी खादिनु, कसरी पढाउनु, कसरी ठुलो बनाउनु? बुझाएको छु के बुझाएको छु, रिसाएर मात्र हुन्छ। हो भाग्यदाहरू बाहिर निस्क, सल्लाह गर्नु पर्यो। ठिक छ ठुल्बा, ठिक छ, हामी भित्रै ठिक छौँ, भित्रैबाट सल्लाह गरौँ है। त्यही त त्यहाँ बाहिर त माहौल ठिक छ जस्तो छैन। खै भाग्यदाहरू पानी पार्छ भन्छौ, भाग्यलाई पुकार्छ भन्थ्यौ, खै पानी त परेन त। खै पानी त परेन त। त्यही त ठुल्बा, हामी पनि निकै दुःखमा छौँ। हामी पनि रातभरि बाबालाई पुकार्न त पुकारेकै त हो नि। अझ दुःखमा छोरे त्यसै पानी पार्न त म यसको घरै भत्काइदिन्छु। कतैन त घर मात्र होइन, ढाड पनि भत्काइदिन्छु। ल यो भ्यागुता न्यु बोल्न थाले त। ल यो भ्यागुता न्यु बोल्न थाल्यो त। मैले तिमीहरूलाई अघि नै भने होइन यहाँबाट भागिहाल भनेर। पछाडिको ढोकाबाट भागिहाल्यो छिटो। हामी पोखरीमा आनन्दले बस्छ, तिमी दुइटाले त सम्हालेर ल्याएको नि। त्यही त नि, अनि त्यही दिनदेखि हाम्रो नराम्रो समय सुरु भयो। अहिलेलाई हामीलाई माफ गरिदियो, तिमीहरू अहिले भागिहाल। ज्यान जोगाऊ भागो। ए भ्यागुता भागे त्यसलाई मार्छ। ओइ भाग्दा भाग्यो, भाग्दा भाग्यो, भाग्दा भाग्यो, भाग्दा समाज समाज। कसरी निकाल्नु मन? मैले त कसैलाई दिनु पर्दैन। हे समुद्र, हे पोखरी, हाम्रो ज्यान निकै खतरामा छ। पानी नपरेर गाउँलेहरू निकै दुःखमा छ। सक्छौ भने तिम्रो सबै पानी गाउँलेहरूको खेतसम्म पुर्याइदेऊ न। तिनटी छ पोखरी, यति गरिदेऊ न। यति गरिदेऊ भने हाम्रो ज्यान पनि जोगिन्थ्यो अनि गाउँलेहरू पनि खुसी हुन्थे।
प्रिय भ्यागुताहरू, यी मान्छेहरू बोट बिरुवा र जीव जन्तुकै लागि हो, तर म आफै गाउँलेहरूको खेतसम्म पुग्नै सक्दिनँ। फेरि मेरो पानीले गाउँलेहरूको खेत सिँचाइ गर्न अलिकति पनि पुग्दैन। ल के गर्नु? बरु तिमीहरू समुद्रलाई गएर भन न, उसँग त अथाह पानी छ, उसको पानीले त यस्ता लाखौँ खेतहरूलाई पानी पुग्छ। तिमीहरू समुद्रलाई गएर भन। हिँड, हामी समुद्रलाई गएर भन्छौँ। फेरि गाउँलेहरू पनि हामीलाई खोज्दै यता आउँदै होला नि। सुझावको लागि धन्यवाद पोखरी। हे समुद्र, हाम्रो त्यहाँ निकै खतरामा छ। पानी नपरेर गाउँलेहरू निकै समस्यामा छन्। सक्छौ भने तिम्रो सबै पानी गाउँलेहरूको खेतसम्म पुर्याइदेऊ न। बिन्ती छ समुद्र, यति गरिदेऊ न। यति गरिदेऊ भने हाम्रो ज्यान पनि जोगिन्थ्यो अनि गाउँलेहरू पनि खुसी हुन्थे। हे प्रिय भ्यागुताहरू, यी मेरो पानी मान्छेहरू, वन बिरुवा र जीव जन्तुकै लागि हो, तर म आफै गाउँलेहरूको खेतसम्मै पुग्न सक्दिनँ। र पोखरीले भनेको त समुद्रको पानीले त धेरै खेतहरू सिँचाइ गर्न पुग्छ रे नि त। मेरो पानीले धेरै धेरै खेतहरूसँग सिँचाइ गर्न पुग्छ, तर मैले भनिहालेँ नि, म आफै गाउँहरूको खेतसम्म पुग्न सक्दिनँ। ल अब के पो गर्ने हो? मेरो पानीलाई घामले बाफ बनाएर त्यहाँसम्म लैजान्छ। बरु तिमीहरू घामलाई गएर भन न। उस भए त घामलाई त भेट्नै पर्यो, गाउँलेहरू पनि हामीलाई खोज्दै आइरहेकै होला। सुझावको लागि धन्यवाद समुद्र। स्वागत। यो पहाड त्यो पहाड हेर्दै हेर्दै सरारे लाग्यो ताराले। गुहालो कमली, म त थाकेँ। ए घाम, हाम्रो ज्यान खतरामा छ। पानी नपरेर गाउँलेहरू निकै समस्यामा छन्। सक्छौ भने तिमीले समुद्रको पानीलाई बाफ बनाएर गाउँलेहरूको खेतसम्म पुर्याइदेऊ न। बिन्ती छ घाम, यति गरिदेऊ न। यति गरिदेऊ भने हाम्रो ज्यान पनि जोगिन्थ्यो अनि गाउँलेहरू पनि खुसी हुन्थे। हे प्रिय भ्यागुताहरू, म समुद्रको पानी बाफ बनाइदिन्छु। बाफ उड्दै उड्दै आकाशमा आइपुग्छ, तर के घामजी? तर बाफमाथि उड्दै उड्दै आएर चिसो हुन्छ र बादल बन्छ। ए बादल पो बन्छ? हो, त्यसैले म आफै गाउँलेहरूको खेतसम्म पुगेर पानी पुर्याउन सक्दिनँ। ला अब के पो गर्ने हो? के पो गर्ने होला? आइडिया, बरु तिमीहरू गएर बादललाई भन। ए बादललाई भन्ने? हुन्छ, हामीले तिमीले भने जस्तै गर्छौ। सुझावको लागि धन्यवाद घाम। बादल, वर्षा, बिजुली, सावनको पानी, चिसो चिसो मौसम छ, तातो जवानी। बादल, वर्षा, बिजुली, सावनको पानी। क्षमा गर्नु ल, हामीले तपाईँलाई अलमा ल्यायौँ। म कमल अनि म चाहिँ कमली, हामी दुइटा सँगै आएको है कमल। खासमा हामी घामकोमा गएको थियौँ, पनि घामले तपाईँ भेट्नु भनेको थियो। किन भेट्नु परेको मलाई? खासमा हाम्रो ज्यान खतरामा छ कि। पानी नपरेर गाउँलेहरू निकै दुःखमा छन्।
सक्नुहुन्छ भने तपाईँले यो जम्मा गरेर राखेको सबै पानी गाउँलेहरूको खेतसम्म पुर्याइदिनु न। बिन्ती छ बादल यति गरिदिनुहोस् न। यति गरिदिनु भयो भने हाम्रो ज्यान पनि जोगिन्थ्यो अनि गाउँलेहरू पनि खुसी हुन्थे। हेर भ्यागुताहरू, मसँग पानी त धेरै छ। यी सबै पानी गाउँलेकै लागि भनेर त साँचेको हो। तर के होला? यति चाहिँ गरिदिनु न। बरु तपाईँले जे भने हामी त्यही मान्छौँ। तर म आफै गाउँलेहरूको खेतसम्म पुग्नै सक्दिनँ। मलाई हावाले बहाउँदै ढकाल्दै त्यहाँसम्म लाने गर्छ कि। पहिले त आउनुहुन्थ्यो त। आउँथे, अझै पनि आउँछु। म त तयारै छु। बरु तिमीहरू एकपटक हावालाई गएर भन्ने हो कि? हुन्छ, हामी हावालाई गएर भनेर आइहाल्छौँ। तपाईँ चाहिँ तयार बस्नु ल। हामी हावालाई गएर भनेर आउँछौँ है। म नाच्दै पो थिएँ त। पछाडिबाट हाल्नुपर्छ, अगाडिबाट हालेर यतै हाल्नु। कोही हावा छ न? ओए अब जानु, ओए अब जानु। पहिलेदेखि प्र्याक्टिस गराएको छैन कि माइक राखेर। त्यही भएर आज मात्र प्ले गरौँ त माइक टिचरहरूलाई म आइदिएँ। नमस्ते हावा। हामी धरतीबाट आएका हौँ। सुन्नुहोस् न, हाम्रो ज्यान खतरामा छ कि। पानी नपरेर गाउँ खडेरीमा छ। तपाईँले केही गरिदिनु पर्दैन। तपाईँले यो बादलले जम्मा गरेर राखेको सबै पानी गाउँलेहरूको खेतसम्म मात्र पुर्याइदिनुहुन्छ। हामी भर्खर बादलसँगै कुरा गरेर आएको। बादल तयार भइसक्यो। यति चाहिँ गरिदिनु न। Yes, of course, I'm ready. Let's go! खोला नाला बादलको देशमा भ्यागुताको भेषमा। बादलको देशमा भ्यागुताको भेषमा। पानीको आसमा जीवनको सासमा आएका थियौँ हामी। कमल र कमली आएका थियौँ हामी। कमल र कमली। लौ है बादल उडाउ गाउँतिर। लौ है हावा अब उडाउ खेततिर। खोला नाला नदी समुद्रको पानी। खोला नाला नदी समुद्रको पानी। यति यति पानी गङ्गा रानी। यति यति पानी गङ्गा रानी। घामले बाटोले बाटो बनाएर
चाहिँ माथि उडाएर आकाशलाई छुन छुन लाग्दा आकाशलाई छुन लाग्दा चिसो चिसिएर पानीको त्यो बाफमा बन्दै बादल पानीको त्यो बाफमा बन्दै बादल बादलको त्यो पानी जम्दै बादल बादलको त्यो पानी जम्दै बादल बादल पानीको बादल वर्षाको बादल पानीको बादल वर्षाको बादल लौ है भ्यागुताहरूले बादल बोकेर ल्याएछन् ए है बादलले वर्षा बोकेर ल्याएछन् बादल कमल र कमलीले त गजबै गरेछन्। त्यही त भने कमल र कमलीले त चमत्कारै गरेछन्। बादल बस्यो बादल बस्यो बादल लौ है गाउँले हो बजाऊ अब मादल ल है